आज चाहिँ हामीले ग्याप्सी पूजा गरेको छौँ हाम्रो यो गुम्बामा। सो त्यही थियो आजको तपाईँहरूलाई यो ग्याप्सी पूजा भएको दृश्यहरू देखाउन चाहे। आज चाहिँ म बिहानै मौसम चाहिँ राम्रो भएको थियो अनि तर आज हाम्रो गुम्बामा चाहिँ ग्याप्सी पूजा गर्नको लागि एकदम रेडी भइरहेको थियो। यहाँ लुहरू पनि एकदम मिलाएर तयार भइसकेको छ र विशेषतया तपाईँहरूलाई ग्याप्सी पूजा भयो भनेको कतिलाई थाहा हुनसक्छ र कतिलाई थाहा नहुन पनि सक्छ। परम्परागत अनुसार चाहिँ ग्याप्सी पूजा भनेको चाहिँ शान्ति, सुरक्षा, समृद्धि र आफ्नो घर परिवारको कल्याण र हितको लागि गरिने एक महत्त्वपूर्ण पूजा हो र यसमा चाहिँ विशेष गरेर पूजा गर्दा नकारात्मक ऊर्जाहरू हट्ने, मन शान्त हुने र घरमा राम्रो वातावरण बन्ने विश्वास गरिन्छ है त गाइजहरू। जे होस् यो चाहिँ बौद्ध धर्मावलम्बीहरूले चाहिँ यसलाई चाहिँ विश्वासको साथ प्राय अथवा धेरै जसो गर्ने गरिन्छ। यस्तो चाहिँ प्राय हुनेले घरमै गर्छ र नहुनेले गुम्बामा पनि गराउँछ है त गाइस। र आजको पूजा गर्दा चाहिँ हामीले भगवान्लाई चाहिँ फुल हुन्छ कि धुप हुन्छ कि दियो प्रसाद आदि अर्पण गरेर यसलाई चाहिँ मनबाट श्रद्धा र विश्वास राखेर पूजा पनि गर्नुपर्दछ। र ग्याप्सी पूजा गरेपछि धेरैलाई मन हल्का हुने र आत्मविश्वास पनि बढ्ने त्यस्तो हुन्छ है त गाइसहरू। र यसमा घरमा सकारात्मकता आउने अनुभूति हुन्छ। सो त्यही थियो आजको पूजा पनि एकदम राम्रोसँग सम्पन्न भएको तपाईँहरूलाई यहाँ भिडियोमा जानकारी गराउँदछु। र आजको दिन साँच्चीकै शान्ति र एकदम खुसीले भरिएको थियो। यदि तपाईँलाई पनि यस्तै परम्परागत पूजा र भ्लगहरू मनपर्छ भने भिडियोलाई लाइक गर्नुहोला र कमेन्ट पनि गर्नुहोला र च्यानलमा नयाँ हुनुहुन्छ भने सब्सक्राइब पनि गरिदिनु होला। सो त्यति नै हो र आजलाई यति नै।